नमस्ते साथीहरू, हैरान छु न्युज च्यानलमा तपाईहरुलाई स्वागत छ। यो च्यानलमा म नेपालको न्युजहरुबारे तपाईहरुको अगाडि भिडियो लिएर आउँछु र भिडियो राम्रो लाग्यो भने हैरान छु न्युज च्यानललाई सब्स्क्राइब गरेर बेल आइकनलाई प्रेस गरेर राख्नुहोस् किनकि तपाईहरुलाई हर भिडियोको नोटिफिकेसन आओस् र आजको मेन टपिकतिर हामीहरु जानुभन्दा अगाडि सबसे पहिला त तपाईहरुले यो च्यानल मन पर्छ भने च्यानललाई सब्स्क्राइब गरेर बेल आइकनलाई प्रेस गर्नुस् र यहाँ म खास गरेर एआई सँग एनालाइसिस गरेर न्युजहरु तपाईको अगाडि शेयर गर्छु र कुनै पनि न्युजहरु मिस नहोस् भनेर म यहाँ धेरै नै कोसिस गरेको हुन्छु र यो एफर्टको लागि तपाईहरुले च्यानललाई सब्स्क्राइब गरेर बेल आइकनलाई प्रेस गरेर राख्नुहोस् र साथसाथै तपाईहरुले यो च्यानललाई तपाईहरुको फ्रेन्ड फ्यामिलीमा पनि शेयर गर्नुहोस्। अब जाउँ हामीहरु आजको मेन टपिकतिर। नमस्कार सबैलाई, स्वागत छ तपाईहरुलाई हैरान सु न्युजमा। आज हामी कुरा गर्दैछौं नेपालको राजनीतिक परिदृश्यमा सबैभन्दा चर्चित नाम घण्टी चिन्ह बोकेको राष्ट्रिय स्वतन्त्र पार्टी रासवपादारे। नेपाली जनताको मनमा यो पार्टीप्रति कस्तो धारणा छ? आशा कि निराशा? आउनुहोस् आजको भिडियोमा यसलाई खोतालौं। राष्ट्रिय स्वतन्त्र पार्टीले 2079 मा जन्म लिएदेखि नै ठूलो तरङ्ग ल्याएको छ। चुनाव चिन्ह घण्टी, जसले भ्रष्टाचार विरुद्धको आवाजलाई प्रतिनिधित्व गर्छ। जनताले यो घण्टी बजाएर पुराना दलहरूको सिनो लुच्ने राजनीतिलाई चुनौती दिन खोजेका छन्। तर अहिले 2082 मा आगामी फागुन चैतको निर्वाचन नजिकिँदै गर्दा जनताको धारणा मिश्रित देखिन्छ। पहिलो, जेन जी अपराइजिङ पछि रासोपाको लोकप्रियता झन बढेको छ। सेप्टेम्बरको आन्दोलनले पुराना दलहरूलाई उखेलेर फाल्ने काम गर्यो र रासोपाले त्यसको स्पिरिट बोकेर अगाडि बढेको छ। काठमाडौँका मेयर बालिन शाह पार्टीमा सामेल भएपछि युवा र शहरी मतदाताको आशा दोब्बर भएको छ। झापा 5 जस्ता क्षेत्रमा बालिनले केपी ओलीसँग प्रतिस्पर्धा गर्दैछन्। रासोपाको आफ्नै सर्वेक्षणले 50-60 हजार मत ल्याउने अनुमान गरेको छ। दोस्रो, पार्टीले अब मिशन 100 दिन घोषणा गर्दैछ। सरकारमा गएपछि पहिलो 100 दिनमा 100 काम गर्ने योजना, सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी र जेन जीका एजेन्डा मुख्य छन्। फागुन पहिलो सातामा चुनावी घोषणा पत्र आउँदैछ, जसमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री जस्ता ठूला सुधारका कुरा छन्। तर जनताको धारणा सबै सकारात्मक छैन। धेरैले रासवपालाई नयाँ आशाको किरण मान्छन्, विशेष गरी युवा, वैदेशिक रोजगारीमा रहेका र शिक्षित वर्गले। उनीहरू भन्छन्, पुराना दलहरूले 35 वर्षमा केही गरेनन्, अब घण्टी बजाउने पालो। तर आलोचना पनि उत्तिकै छ। केहीले भन्छन्, पार्टीमा सिद्धान्तको कमी छ, केवल विरोध र सोशल मिडिया स्टन्टमा निर्भर छ। प्रचण्डजीले त भने नै, घण्टी बजाएर देश बन्दैन। पीआर सूचीमा क्षेत्रीय असन्तुलन, नेतृत्वको सङ्कट जस्ता कुराले पनि जनतामा शङ्का जन्माएको छ। ग्रामीण क्षेत्रमा प्रभाव कम छ भन्ने पनि सुनिन्छ। फेरि पनि रासोपाले ठूला पार्टीहरूको किल्ला तोडेको छ। चितवन, काठमाडौँ, झापा जस्ता ठाउँमा बलियो आधार बनाएको छ। बालेन, कुलमान घिसिङ जस्ता लोकप्रिय अनुहारहरूले पार्टीको क्रेडिबिलिटी बढाएको छ। जनताले सोधिरहेका छन्, के यो पटक घण्टीले वास्तविक परिवर्तन ल्याउँछ? तपाईहरूको विचार के छ? आज हामी कुरा गर्दैछौं नेपालको राजनीतिक परिदृश्यमा सबैभन्दा चर्चित नाम घण्टी चिन्ह बोकेको राष्ट्रिय स्वतन्त्र पार्टी रासवपादारे। नेपाली जनताको मनमा यो पार्टीप्रति कस्तो धारणा छ? आशा कि निराशा? आउनुहोस् आजको भिडियोमा यसलाई खोतालौं। राष्ट्रिय स्वतन्त्र पार्टीले 2079 मा जन्म लिएदेखि नै ठूलो तरङ्ग ल्याएको छ। चुनाव चिन्ह घण्टी, जसले भ्रष्टाचार विरुद्धको आवाजलाई प्रतिनिधित्व गर्छ। जनताले यो घण्टी बजाएर पुराना दलहरूको सिनो लुच्ने राजनीतिलाई चुनौती दिन खोजेका छन्। तर अहिले 2082 मा
आगामी फागुन चैतको निर्वाचन नजिकिँदै गर्दा जनताको धारणा मिश्रित देखिन्छ। पहिलो, जेन जी अपराइजिङपछि रासोपाको लोकप्रियता झन बढेको छ। सेप्टेम्बरको आन्दोलनले पुराना दलहरूलाई उखेलेर फाल्ने काम गर्यो र रासोपाले त्यसको स्पिरिट बोकेर अगाडि बढेको छ। काठमाडौँका मेयर बालिन शाह पार्टीमा सामेल भएपछि युवा र शहरी मतदाताको आशा दोब्बर भएको छ। झापा 5 जस्ता क्षेत्रमा बालिनले केपी ओलीसँग प्रतिस्पर्धा गर्दैछन्। रासोपाको आफ्नै सर्वेक्षणले 50-60 हजार मत ल्याउने अनुमान गरेको छ। दोस्रो, पार्टीले अब मिशन 100 दिन घोषणा गर्दैछ। सरकारमा गएपछि पहिलो 100 दिनमा 100 काम गर्ने योजना, सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी र जेन जीका एजेन्डा मुख्य छन्। फागुन पहिलो सातामा चुनावी घोषणा पत्र आउँदैछ, जसमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री जस्ता ठूला सुधारका कुरा छन्। तर जनताको धारणा सबै सकारात्मक छैन। धेरैले रासोपालाई नयाँ आशाको किरण मान्छन्, विशेष गरी युवा, वैदेशिक रोजगारीमा रहेका र शिक्षित वर्गले। उनीहरू भन्छन्, पुराना दलहरूले 35 वर्षमा केही गरेनन्, अब घण्टी बजाउने पालो। तर आलोचना पनि उत्तिकै छ। केहीले भन्छन्, पार्टीमा सिद्धान्तको कमी छ, केवल विरोध र सोशल मिडिया स्टन्टमा निर्भर छ। प्रचण्डजीले त भने नै, घण्टी बजाएर देश बन्दैन। पीआर सूचीमा क्षेत्रीय असन्तुलन, नेतृत्वको सङ्कट जस्ता कुराले पनि जनतामा शङ्का जन्माएको छ। ग्रामीण क्षेत्रमा प्रभाव कम छ भन्ने पनि सुनिन्छ। फेरि पनि रासोपाले ठूला पार्टीहरूको किल्ला तोडेको छ। चितवन, काठमाडौँ, झापा जस्ता ठाउँमा बलियो आधार बनाएको छ। बालेन, कुलमान घिसिङ जस्ता लोकप्रिय अनुहारहरूले पार्टीको क्रेडिबिलिटी बढाएको छ। जनताले सोधिरहेका छन्, के यो पटक घण्टीले वास्तविक परिवर्तन ल्याउँछ? तपाईहरूको विचार के छ? कमेन्टमा लेख्नुहोस्। रासोपा र घण्टीप्रति तपाईको धारणा के हो? लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोस् हैरान्सु न्यूजलाई, किनकि हामी सधैँ सत्य र तथ्य बोकेर आउँछौं। अर्को भिडियोमा भेटौँला। जय नेपाल।